भारतको उत्तर प्रदेश स्थित अलीगढमा एउटा अचम्मको घटना भएको छ। त्यहाँ एउटी महिला छोरीका लागि तय गरिएको भावी ज्वाइँसँग भागेकी छन्। छोरीको बिहे हुनु 9 दिन अघि उनी घरका गरगहना र नगद लिएर हुनेवाला ज्वाइँसँग गएकी हुन्। परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। हिन्दुस्तानका अनुसार घटना अलीगढको मद्रात थाना क्षेत्र स्थित एउटा गाउँको हो। गाउँमा एक व्यक्तिले अलीगढको दोदान थाना क्षेत्रको एक गाउँमा केटासँग आफ्नी छोरीको बिहे तय गरेका थिए। विवाहको मिति अप्रिल 16 का लागि तय भइसकेको थियो, तर त्यसको 9 दिन अघि केटीकी आमा नै छोरीको हुनेवाला बेहुलासँग फरार भएकी हुन्। छोरीको बिहेको मिति तयपछि उनकी आमाले हुनेवाला ज्वाइँसँग फोनमा लगातार कुरा गर्न थालिन्। उनीहरूबीच कुराकानी हुन थाल्यो, गोप्य रूपमा फोन गर्न थाले। यसैबीच गत आइतबार ज्वाइँ हुनेवाला केटा आफ्नो परिवारलाई विवाहका लागि लुगा किन्न भनेर घरबाट निस्केका थिए। पछि बुवालाई फोन गरेर म हिँडेँ, अब मलाई नखोज्नु भने, यति भनेर उनले फोन काटिदिए। केही दिनपछि विवाह गर्न लागेको छोराको यस्तो कुरा सुनेर बुवा बेचैन भए। तैपनि परिवारले उनलाई केही चिन्ता पर्यो कि भन्ने सोच्यो, तर साँझ परिसक्दा पनि उनी न घर फर्किए न फोन सम्पर्क नै गरे। त्यसपछि उनका बुवाले छोराका भावी ससुरालाई फोन गरेर सोधे, छोरा त्यता आएको हो त? तर जवाफमा केटीका बुवाले आफ्नी श्रीमती भावी सासू पनि घरबाट बेपत्ता भएको बताए अनि दराजमा रहेका सुनका गरगहना र करिब 2.5 लाख रुपियाँ पनि नरहेको उनले सुनाए। अहिले त्यस क्षेत्रमा यो घटनाको व्यापक चर्चा भइरहेको छ। मानिसहरू पनि स्वयं अचम्म परेका छन्। एउटी हुनेवाला सासू आफ्नै ज्वाइँलाई कसरी भाग्न सकेको भनेर। गोपनीयताका लागि होला उनीहरूको परिचय भने समाचारमा खुलाइएको छैन।